अहिले चाहिँ हामी टक्क आज सटरडे टक्क शनिबारको दिन हामी ब्याग बोकेर के छ हामी नारा कोवेन जाँदैछौँ। नारा कोवेन ब्यागमा चाहिँ केटाहरूले के हालेछ है ब्यागमा थाहा छैन। अहिले गएर तपाईँहरूलाई उतै देखाउँछौँ। ए केटाहरूको बाइक भने नि कार भने नि यही हो, साइकल देश। हामी चाहिँ अहिले नारा कोवेन भन्नाले इङ्ग्लिसमा पार्क पुगिसकेछौँ। अलि पार्कमा घुम्नलाई टक्क आज काम गर्ने छुट्टी लगेर टक्क हामी तिनजना चाहिँ घुम्नलाई यहाँ कहाँ हजुरलाई नयाँ ठाउँ देखाउनको लागि हामी आइसकेको छौँ। हेर्दै जानु होला के छ भनेर। केटाहरूको हेर नेपाली पारा हेर नेपाली पारा केटा हो यार, राम्रोसँग बाटो काटो नै यार। त्यही उहाँ हेर्नु न, त्यो बुढो मान्छेलाई हेर्नु त, क्या मजाले त्यस्तो मजाले हेर्नु न, यस्तो राम्रो छ यहाँको मान्छेको बोली चाली व्यवहार। त्यसै जापान चाहिँ अगाडि बढेको होइन क्या, हेर्दै जानु। यी हाम्रो यो दुईजना चोर भने नि के भन्ने अब यस्तै छ। अहिले चाहिँ हामी यहाँ नारा कोवेनको टक्क फेमस हेर्नु, टक हेर्नु त्यही क्या राम्रो यस्तो छ। टक्क केटाहरू अगाडि छौँ, हामी चाहिँ माथि जाने प्लान छ। त्यहाँ हेर्दै जानु होला के हुन्छ। टक्क यस्तो राम्रो ठाउँ छ है, एकदम पिस के घुम्नको लागि। हेर्नु त सुतिरहेको छ यो पनि, निन्द्रा लाग्यो जस्तो, राति काम गरेर आयो क्या। त्यस्तो चाहिँ पछाडिको वातावरण पनि हेर्नु, मलाई मात्र नै पछाडि पनि हेर्नु कस्तो छ, रमाइलो हान्नु न। ए हामी चाहिँ मान्छे छन् है, त्यहाँ जाने हामी आज चाहिँ। ए हेर्नु त यस्तो छ, टक्क लाएर को हो भारे भनेको? ओहो के गर्दै हो? इम्पोर्टेन्ट सामान अनि फेरि के हो त? के छ त त्यसमा केटा? योमा चाहिँ छ आज हाम्रो त्यो दिउने एउटा के छ? स्पेसल हो, गोप्य कुरा हो क्या है? एउटा खुसी बनाउने तरिका क्या के हो त? अनि फेरि यार सेन पाइलाई अनि बोक्न पठाइरहेछ के हो त? होइन सेन पाइ भन्ने मात्र हो, नाम सेन पाइमा नाम मात्रै हो, नाम मात्र होइन। दाई भाइ जस्तै हामी दाई भाइ, अनि भाइलाई यस्तो थकान लाग्यो भनेर दाइले बोकिदिरहेको हो। ऊ चाहिँ हल्का डन बन्न खोजेको, ग्रुपको डन हो ऊ चाहिँ हल्का। त्यो सेन पाइला पनि खर्काएर होइन, ऊ बिचरा सोझो छ है। उसलाई चाहिँ उसले बोकाउँछ कि यस्तो डेन्जर छ यो मान्छे है। बजाङको अरे यो मान्छे, बजाङको चोर अरे के केटा बजाङको चोर है। नेपाली नेपालमा यति धेरै जापानिजहरू भन्दा पनि नेपाली बढी भइसक्यो। अब डाँडासम्म पुग्दासम्म के हुन्छ हालत थाहा छैन, तर हेरौँ पुग्नुपर्छ डाँडासम्म चाहिँ। केटा म्यापल हेर के भन्छ हेर, मोमिजी भन्छ होइन यो फुललाई? मोमिजी म्यापल इङ्ग्लिस। एउटा रोक्न, एउटा चाहिँ मतलब हेर्नु न यो ठाउँ परिवर्तन भएर चाहिँ एउटा नेपालीहरू है, नेपालीहरू छन् टन्नै छन्। यो पागल हुन्छ भन्ला यार, केटा पागल त अहिले नभइदियो नि यार। माथि पहाडको यात्रा सुरु भयो। पहाडको यात्रा टक्क सुरु भइसकेको छ। अब बाइक केटा हो हाम्रो, बाइक चाहिँ हामीले तल पार्क गरिराखेको छौँ त यार। कस्तो अरे
मोटर गाडीमा यस्तो पहाड छ है हामीले चढ्नुपर्ने चाहिँ। अनि तल त्यो पार गरेको के हो त अनि हाम्रो जितेन्द्र देश है यो बोका हेर्नु है सेम विनोद भाइ जस्तै छ है। बोकै त हो त म पाठी थोडी हो त तर गनाउने बोका हो नि त। बोका त ऊ पनि हो तर गनाउने बोका हो कि तिमी। अहिले नारा पार्कको टक्क यहाँ पुगिसकेको छौँ। एकदम अनि कस्तो छ त ठाउँ केटा? एकदम बवाल रमाइलो छ त। अनि के छ त प्लान यहाँबाट? च्यालेन्ज गर्ने हो त? ल गर्छौँ च्यालेन्ज हो। ल पहाडी छोरो ल 1 शामे मलंग सी रातें सुरंग सी बागी उड़ान पे ना जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए। राम्रो हेर्नु पुलिस ठाउँ पुगिसकेको छ। रमाइलो ठाउँ छ यो नारा चाहिँ एकदम के धेरै जस्तो नेपालीहरू घुम्न आउने त्यो गाटोबाट ल्याउने ठाउँ पनि यो उसाका एरियाको मान्छेहरू सबैतिर आउँछ। को यतातिर आउनु भएको छ यसो कमेन्ट पनि गर्नु होला है। यस्तो राम्रो ठाउँमा एकचोटि सबले घुम्न चाहिँ आउनुपर्छ है। हेर्नु न यस्तो राम्रो बच्चाहरू भ्यू देखाउन तपाईँहरूलाई टक्क त्यहाँको किराले त्यसैले साथीहरू अगाडि पुगिसकेको छ नि त्यसै थाकिएर के हो यार तिमीहरू सरासरी हिँड्दिने यार नेपाली त हामी पनि हो नि हामी बचाङ्गी छोरो भन न। अनि फेरि यहाँ अहिले भर्खर एउटा नयाँ घोषणा भएको छ टक्क हाम्रो निरज भन्ने केटाले चाहिँ ऱ्याप गाउने अरे। ऱ्याप चाहिँ यहाँ नगा मैले है केटा टक्क माथि बस्नुपर्छ अनि ऱ्याप टक्क गाउनु है सुनाउनु पर्छ सबैलाई। हेर्नु न यस्तो राम्रो ठाउँ छ कि यस्तो राम्रो ठाउँ छ। हेर्नु न तपाईँहरू हेरेरै थाहा पाउनुहुन्छ मैले भन्नुपर्ने कुरै छैन। म चाहिँ लास्ट थाकिसकेँ। यस्तो पहाड छ हेर्नु त क्या मजाको जङ्गल छ। माथि तल पार्क छ कि डर छैन कि छैन मस्त के। अनि भाइ यार के जाने फेरि के हो त अझै वापस आइसक्यो त के मान्छेहरू आउँदैछन् कति मान्छे हामी चाहिँ जाँदैछौँ। हल्का धेरै माथि पुगिसक्यो मैले त। रमाइलो ठाउँ छ हल्का यहाँमा जाउँ यार। कहाँ यहाँ जाने भन्छ यो बाटो लामो छ क्या एकदम लामो छ। योभन्दा क्याप्टन ओइ चढ्नु हो नि पर काबेली ल के ल काभ्रेली र बजाङको पहाडमा कति फरक छ त केटा खै ल च्यालेन्ज यो बाटो यो ल खै 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 चढ्छ होला सायद पुग्दैन पुगिन्छ पुग्न त कहाँ कहाँ झाडी त हामीले तोडीबन्ट हिँड्यौँ हो है। अनि यार यो त के हो र यो त के हो यो त अच्छा टक्क लाएर फाइनल्ली डाँडामा पुगिसक्यौँ। यस्तो राम्रो ठाउँ चाहिँ हेर्नुहुन्छ है टक्क लाएर। भाइ कस्तो लाग्यो त
केटाहरू कहाँ जाने भन्न लाग्ने यार तिमीहरू गन्तव्य चाहिँ कहाँ हो हेर्नु राम्रो ठाउँ चाहिँ नबसेर यहाँ बसौँ के यार के हो तिमीहरू बसौँ रमाइलो गरौँ केटा यार हिँड्नेको हिँड्ने जस्तो साइडतिर बसौँ एकान्ततिर नताग्न त्यही भाइ यार जिन्दगी त यस्तो चिल बनाउनु साला जहिले पनि कस्तो थियो भारी अहिले तिम्रो भारी बोक्नु मेरो भाइ त्यही त छ भारी बोक्न आएको होइन त अनि फेरि त्यसमा हेर्नु न कहाँ बस्ने बस्ने हो त माथि जाने यहाँ हेर्नु न यस्तो यहीँ बसौँ भने मेरो पनि आज यस्तो टक्क डाँडाको हाइकिङ कस्तो भयो त केटा रमाइलो भयो एकदम रमाइलो भयो गाइज भाइ बबाल 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 रमाइलोमा एउटा फ्रिस्टाइल हान्दिउँ ल फ्रिस्टाइल हान्ने हो हान्दिउँ ल अन्त ल फ्रिस्टाइल ल एक्कासी ल साथीको पनि प्लान भयो ल फ्रिस्टाइल हानिदिने ल बसेर हामी नाराको डाँडामा भिर पाखामा हजारमा होइन भाइ कारोबार हाम्रो लाखमा घाम काम त छँदैछ तै पनि चिलमा दुःख पीडा दिलमा हाम्रो आफ्नै स्वाग छ हाम्रो आफ्नै पारा बाल लाग्दैन भाइ जेसुकै बन त दुनियाँ सारा नाराको डाँडामा यो नाराको डाँडामा टर्नेछ डियर आँखामा तो म खाँदिन बियर आँखामा टियर भए पनि चिलमा दुःख पीडा दिलमा हामी मान्छे चिलमा तान्ने टोप म खाँदिन बियर नाराको डाँडामा टर्नेछ डियर आँखामा टियर भए पनि आइज भाइ गरौँ चियर्स ल दामी लाइन आयो नि त नारा सारा सबकै ल बबाल यस्तो राम्रो रमाइलो छ यहाँ रमाइलोमा झन् यस्तो फ्रिस्टाइल आइदिँदाखेरि झन् कस्तो रमाइलो हुन्छ होला त यो भाइ चाहिँ फेरि किन हो उदास गर्लफ्रेन्डले धोका दियो क्या कस्तो लाग्यो त एकदम बबाल कसम बबाल छ यार फ्रिस्टाइल तर यार बबाल एउटा अर्को जाओस् नि त अर्को कुनै नेक्स्ट टाइम टक्क के ठाउँको ठाउँ केही नयाँ जाओस् न त ल बनाउँदै भ्लग यस एक सर्ट हाने भने भाइ हुन्छ जस्तो नक यो हो नि त टक एक सर्ट हाने भने हुन्छ जस्तो नक चिलमा सक्यो ल चिलमा गाई चिलमा यस्तो राम्रो फ्रिस्टाइल हाने कस्तो लाग्यो तपाईँहरू भनिदिनु होला नि त है